फाइनली आज हामी रोल्पाको थबाङ जलजलाको लागि हिँडिसकेका छौँ। त्यहाँ केही पूजा पाठ र केही घुमघामको लागि हामी जानेछौँ। हामी घरदेखि हिँडिसकेका छौँ। बाटोमा हिँड्दा हिँड्दै धेरै थकाइ लाग्यो अनि काफलहरू पनि पाकेको रहेछ। काफलहरू पनि खाँदै हामी बाटोतर्फ लाग्यौँ र कुराकानी गर्दै हिँड्यौँ। दिदी हुनुहुन्छ अनि म अनि साथीहरू पनि छन्। अनि साथीहरू चाहिँ गाडीमा आउँदैछन् र हामी गाडीसम्म पुग्नलाई केही समय हिँड्नुपर्ने हुन्छ र धेरै घाम लागेको छ। आज बिहानको मौसम छ र घाम पनि धेरै निकै नै लागेको। हामी अब फाइनली गाडी भेट्ने नजिक पुगिसकेका छौँ। यो रोल्पाको दुईखोली भन्ने बजार जहाँ हामी गाडी चढ्नेछौँ र पूर्वीतर्फतिर लाग्ने। फाइनली हाम्रो पैदल यात्रा सकिएको छ र हामी यहाँबाट अब गाडीमा लाग्दैछौँ। फाइनली अब हामी यहाँदेखि हिँडिसक्यौँ। बाटो पनि निकै नै राम्रो रहेछ। केही साथीहरू गाडीमा जानुभयो र हामी दुईजना साथी बाइकमा लाग्यौँ। सरर धुलो पनि धेरै नै उड्यो। हाम्रो बाइकको यात्रा सकिएपछि केही समय हामी गाडीको यात्रा गऱ्यौँ। अब हाम्रो गाडीको यात्रा पनि सकिएको छ र हामी यहाँबाट पैदल हिँड्नुपर्ने हुन्छ। अब हामी यहाँदेखि जलजला पुग्नलाई केही 1-1.5 घन्टाको यात्रा गर्नुपर्ने छ। यहाँको मौसम निकै नै खराब छ। जताततै कुहिरो लागेको छ र पानी परेको छ। केही साथीहरू रेनकोट उड्नु भएको छ र निकै कठिनाइ यात्रा भइरहेको छ। अब हामी यहाँदेखि हिँडिसक्यौँ। केही समय हिँड्नुपर्ने हुन्छ। अब हामी निकै नै गाह्रो भइरहेको छ। लेक लागेर उकी लागेर मलाई हिँड्न निकै गाह्रो भएको छ। हामी हिँड्दै केही रमाइलो कुराकानी गर्दै अगाडि बढ्यौँ। अब हामी जलजला पुग्न करिब नजिकै छौँ। हामी जलजलाको केही रमाइला कुराहरू गर्दै हामी जलजला भन्ने स्थानमा प्रवेश गरिसक्यौँ। त्यहाँ पुग्दा केही समय अगाडि मात्र हिउँ परेको र भर्खरै मात्र बिलिएको भन्ने खबर पायौँ। हामी त्यहाँ पुग्दा साँझ परिसकेको थियो र समय अनुकूल थियो। चिसो मौसम थियो। हामीलाई निकै भोक पनि लागिसकेको थियो। त्यहाँ पुगिसकेपछि एकछिन हामी विश्राम गऱ्यौँ र केही नास्ताहरू खायौँ। फाइनली केही पूजापाठ पनि गरियो। त्यहाँ एकदमै साँझ परिसकेको थियो। हामी अब यहाँदेखि केही परतिर बासको लागि हिँडिसकेका छौँ। एकदमै चिसो मौसम छ। कुहिरोले ढकमक्क छ। कतैका दृश्यहरू पनि देखिँदैन। हामीले बासको पनि व्यवस्था गरिसक्यौँ। हामी त्यहाँ धेरै थाकिसकेका थियौँ। रात पनि निकै भइसकेको थियो। त्यहाँ हामी पुगेर रातको लागि आराम गऱ्यौँ। बिहान उठ्दा मौसम सफा थियो। बिहान उठ्दाको दृश्यहरू यस्तो थियो। हामीलाई त्यहाँ रात काट्न निकै गाह्रो भयो। धेरै चिसो। हामी बसेका टहराहरू यस्तो छन्। यही टहरामा हामीले रात बितायौँ। निकै राम्रो र वातावरण सुन्दर थियो। आज पनि मौसम निकै नै खराब हुनेवाला छ। अब हामी यहाँदेखि केही समय घुम्नका लागि र पूजाका लागि निस्किनेछौँ। बिहान उठ्दा निकै नै चिसो थियो। सायद मौसम खराब भयो होला। केही साथीहरू यता चिसोको कारण निस्किन सक्नुभएको थियो। धेरै नै चिसो भएको कारण बिहानै उठ्न सकिएन। आजको हाम्रो रात निकै नै कठिनाइ थियो। निकै नै चिसो भएको कारण यहाँ निद्रा पनि लागेको थिएन। जसोतसो रात बिताउन सफल भयो। बिहान पनि निकै नै चिसो मौसम भएको कारण हामीले यहाँ आगो बाल्यौँ र आगो ताप चिया खायौँ। चिया खाएर एकछिनमा हामी त्यहाँदेखि अब पूजाको लागि भनेर निस्क्यौँ। त्यहाँदेखि अब हामी मन्दिरतर्फ जाँदैछौँ। मन्दिरका केही रमाइला दृश्यहरू हेर्नेछौँ। ठाउँ चिसो भए तापनि घुम्नको लागि निकै नै राम्रो र रोमाञ्चक ठाउँ थियो। अनि पुराना वेद कथाहरूमा पनि निकै नै चर्चामा आउने गरेको ठाउँ पनि हो। यो ठाउँमा शक्तिहरू पनि निकै नै अद्भुत छ भन्ने पुराना पाठ पुराना वेदहरूमा पनि चलिआएको छ। यो पारि देखि नै रहेको छ भन्ने देवताको मन्दिर। यहाँ निकै नै रमणीय हुने गर्छ। माथि देखिने सेता गुराँसहरू अब फुल्न सुरु गरेको छ। 12 थरीका रङका गुराँसहरू फुल्ने गर्छन् यो ठाउँमा। तल यो देखिने जमिनमा निकै नै पानी भएको र हिँड्दाखेरि हल्लिने गर्छ। सामान ओसार पसारको लागि यहाँ घोडाहरू पनि राख्ने गर्छ।
पूजापाठ पनि गरिसक्यौँ र यहाँ पूजापाठ भइसकेपछि हामी यहाँ विश्राम गऱ्यौँ। पूजापाठ पनि निकै नै राम्रो भव्य रूपले गऱ्यौँ। यहाँ पूजापाठ गरिसकेपछि वर माग्ने चलन छ, वर मागेपछि चलन पनि छ। हामीले यहाँ अब पूजापाठ गरिसकेपछि यहाँ एउटा गुफा रहेको छ। अब हामी गुफातर्फ जाँदैछौँ। यहाँदेखि हामी गुफा हेर्नेछौँ र गुफाको अवलोकन पनि गर्नेछौँ। यहाँ निकै राम्रो गुराँसहरू पनि रहेको छ। प्राकृतिकले दिएको वातावरण एकदमै सुन्दर रहेको छ यो ठाउँ। र केही समय हिँडिसकेपछि